नमस्ते। सफल हुन सबैले चाहन्छ।
जानुस् भन्छन्। तर के भन्नुपर्ने रहेछ, ल है म त्यो कार्यक्रममा जाँदैछु, पुग्दैछु, हजुर आइपुग्नुहोस् है भन्नुपर्ने रहेछ। हाम्रो अमित सरबाट मैले सिकेको है, गाई बाख्राको गोठालो लाग्दा पछाडिबाट लाग्नु, तर मान्छेको गोठालो लाग्दा अगाडिबाट लाग्नु भन्ने कुरा उहाँले सिकाएर जानुभएको। र लिडर कस्तो हुनुपर्छ होइन, लिडरमा हुने गुणहरू सिकाएर जानुभयो। उहाँको लागि जोरदार ताली। त्यस्तै गरेर हाम्रो चाहिँ नेपाल मन्त्रीबाट लेडिज एउटा म त उहाँको अगाडि बोल्ने कुरामा म केही पनि होइन। म सधैँ भन्छु, म्याडम हजुर जति म बोल्न जानेको भएर म सिए गरिसक्दै होला भन्छु। तपाईँहरूले मबाट के सिक्नुहोस् भने यसको बोल्ने नजान्ने मान्छे पनि क्राउन डायमन्ड बन्दा रहेछन्। म त बन्छु है भन्ने सिक्नुहोस् है। किनकि म अघि सरले भने जस्तै म पनि के गर्ने, मान्छे मिटिङमा हालिदिने, आफू भागिहाल्ने। किनकि त्यो स्टेजमा गएपछि म मलेसियामा डिरेक्सन गरेको, त्यहाँ म एकदम हाइलाइट थिएँ, भाइरल थिएँ है। नेपालबाट डिरेक्सन गर्नलाई एउटा लेडिज आएको छ, त्यो पनि एकदम छिटो, तपाईँको 4 महिना 5 महिनामै म स्टार एजेन्ट बनिहालेँ, स्टार ग्रुपी बनिहालेँ। त्यसपछि मेरो माग बढ्यो कि धेरै ठाउँमा मलाई बोलाउन थाल्नुभयो। अब मलाई एउटा मसँग अहिले पनि मसँग एउटा रोग छ, के हो त्यो स्टेज फोबिया है। त्यो स्टेज फोबिया भन्ने रोगले मलाई यति सतायो। मलेसियामा अगाडि मान्छेको नाम आइरहेछ, मान्छे चाहिँ कहाँ पुगिसक्यो। त्यही फेरि म काठमाडौँ आएपछि पनि गरेँ, डायमन्डमा मान्छे हालिदिने, आफू फेरि अर्को अफिसमा गइहाल्ने, अर्को ठाउँको कार्यक्रममा फेरि त्यहाँ मान्छे बोलाउने, त्यहाँ जाने है। मेरो सोच के भयो, मान्छे कार्यक्रममा हालिदिन्छु, म चाहिँ कहिले नबोले पनि हुन्छ होला भन्ने लाग्यो कि। तर होइन छ, हाम्रो सरले भन्नुभयो नि त, लिडरमा हुनुपर्ने गुण चाहिँ के हो। पहिला मैले मेरो टिममा बोल्न सक्ने लिडर बनाउनलाई त म आफू बोल्नु पर्यो नि पहिला, हो कि होइन हो। आफू बोल्न सिक्नुपर्ने रहेछ भन्ने महसुस मैले मलाई भइरहेछ है। त्यस कारणले हजुरहरू पनि पहिलो कुरा चाहिँ आफू परिवर्तन हुनुहोस्। संसार बदल्नु छ भने सुरुवात आफूबाट गर्नु छ। तपाईँ हामी अरूलाई परिवर्तन गर्न मरि हत्ते गर्छौँ, तर आफू परिवर्तन हुन सक्दैनौँ। अरूलाई बिहानै उठ्नुपर्छ, एक्सर्साइज गर्नुपर्छ, 8 बजे चुरोट बिँडी खान हुँदैन भनेर ध्यान दिने मान्छे तमाम छन् समाजमा। तर त्यही कुरा चाहिँ आफूले त्यही जुन सिकाइरहेको कुरा, अरूलाई सिकाइरहेको गलत कुराहरू पनि आफ्नो व्यवहारमा त्यही गरिरहेको हुन्छ, हो कि होइन। त्यस कारणले परिवर्तन असम्भव भएको हो। तपाईँ हामी सफल हुनलाई पनि आफू सफल भएर देखायो भने बल्ल अरूले हाम्रो फलो गर्दो रहेछ। हिजोको दिनमा आज मलाई टपिक दिनुभएको छ, नयाँ मान्छेलाई कसरी डिरेक्सनमा ल्याउने होइन सर। नयाँ मान्छेलाई हामी बाटोघाटोमा चिन्तान हुन्छ होइन, कसैको घरमा जान्छौँ, त्यो व्यक्तिलाई छिटोभन्दा छिटो डिरेक्सनमा कसरी